हेलो गुड मर्निङ साथीहरू सबैजनालाई शुभ बिहानी स्वागत छ मेरो तपाईँहरूलाई युट्युब च्यानलमा। मेरो चाहिँ नि नयाँ भ्लग सुरु भइसकेको छ। अहिले चाहिँ नि हामी म चाहिँ नि उता जान लागिसकेको। मेरो आज चाहिँ नि प्र्याक्टिकल छ क्या है, प्र्याक्टिकल होटल म्यानेजमेन्टको प्र्याक्टिकल छ। बिहान बिहान उठेर केही हो होटल म्यानेजमेन्टको दुःख भनेकै यस्तो बिहान छ भर्खरै यार आँखा चुपक्कले रुख्नु परेछ। सेट यार ल यस्तै छ। म हजुरलाई अलि एकछिनपछि भेट्नेछु है त। साथीको ड्रेस छुट्यो अरे फेरि अर्को साथीसँग फेरि त्यही कुर्दा 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 हैरान भयो यार गाइज यार। सर केटी कुर्ने उमेर मा केटाहरूले कुरेर बस्नु परेछ। अच्छा यस्तै हो गाइज होइन, यस्तो बिहानको यस्तो छ। यता नहुती हुने भयो, यता नहुती बुझ्नु है हजुर आफै के भयो आउँदैन त। नयाँ त बढाउँछ नयाँ त यता यता यार बल्ल 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 कुर्दा कुर्दा साथी आयो गाइज। ल्याइसकेको छु मैले साथीको ड्रेस। आफू बुगा नाङ्गे आफूले अर्काको ड्रेस लाएर हिँड्नु पऱ्यो, साथीहरूलाई ड्रेस दिँदै हिँड्ने। तर गाइज हेर्नु नि त्यो भ्यू हेर्नु न, भप्पा हाल्छ नि होइन। यस्तै छ। कति मजा यत्तिकै साइकल भएन म चाहिँ बुटोलको होराइजन स्कुलसम्म आइपुगिसकेको छु। देख्दै हुनुहुन्छ होला पछाडि त्यो चाहिँ एकदम होराइजन भनेपछि त होइन चर्चित स्कुलै भइहाल्यो नि होइन। त्यस्तै छ स्कुलको हालत होइन, क्या ठुलो भयो क्या स्कुल पनि। खोइ मान्छेहरू त लिफ्ट छ भन्छन्, हामीलाई त थाहा छैन के हो। हाम्रोमा त फुटेको भर्याङ पनि बनाउन 1-1.5 महिना लाग्छ यार, महिना वर्ष। म चाहिँ हिँडिसकेको छु होइन। दिस इज फर यु। यहाँबाट जान 1 घन्टा, यहाँबाट जान अझै 1 घन्टा लाग्छ यार। म अझै भर्खर लक्खर लक्की छुट्यो यार भाइ, तिम्रो फुल त छुट्यो होइन। अब चाहिँ नि जे हुने रमाइलो भइगएर हुन्छ मसल। लादी कहाँबाट जाने मोमो भन्छ तल पर्छ होइन र होराइजन चोकतिर जाने क्या तिमी साइड मुर्रा युट्युबमा नराइ मेरो टेन्सनमा म त हाल्ने हो कि युट्युबमा। म बिहानदेखि भ्लग गर्दै त आफू साइको अनु भन्नु भयो ल हाई गर न हाई हाई मोमो भनेन केटा उता झर्न पर्छ तिम्रो मेरो अन्त मिच्छा मनिषको भिडियो बनाएर कुन होला यस्तै यस्तै हो यस्तै यस्तै हो। अन्त यसो हेर्नु भन्नु नि त ल। हेलो हेलो के हो र मा तिमीलाई त के भन्छ अरे 9 महिना व्यथा लाग्यो त्यस्तै बन्द गरौँ है त। ल हामी यहाँ माथि आइसक्यौँ है त गाइस। ल ल भाइ हामी त आइसक्यौँ हो न गाइस।
हजुर 0.5 हाल्नु सब दिन्छ अहिले धेरै आयो भने गरम लाग्यो त्यही हामी हजुर यस्तो ठाउँमा आइसकेको छौँ है आज चाहिँ नि रमाइलो गर्नुपर्छ आज प्र्याक्टिकलको लास्ट दिन रहेछ त्यही भएर चाहिँ नि हामी पनि आज नेपाली मनाइदिउँ भनेर अनि मनोज हो कि मनिष लु तिमीलाई दिएको केटीले थ्याङ्क यू कसले दिएको हेर्नुहोस् है थ्याङ्क यू भनेर ल मेन्सन हान्नु पऱ्यो हो क्या होइन ल हामी फेरि एकछिनपछि भेट्नेछौँ है त क्या ल है हाम्रो केटाहरू सब फ्री फायर प्लेयर हो है ल कोले च्यालेन्ज गर्ने कोले च्यालेन्ज गर्ने हो ल गरम है फेरि के स्टोरी हाले खै आइस स्न्याप पठाउँछु तिमीहरू हेर्नु कोही यहाँ पर्छ यहाँ देऊ अब हेर मेरो काम नै त्यही हो यता देखाउन ल है सबैले च्यालेन्ज गर तिमी कुन गिल्डको गिल्डको नाम के हो गिल्डको नाम के हो यिनले जे भन्यो मलाई थाहा छैन के भन्यो तर म्याड बोय हान्ने भयो आमै कमेन्ट गरौँ म्याड बोय भर्सेस को आउने आउने भए आऊ है 7-0 नभए पनि 6-0 भयो नि ए 6-0 होइन के 6-7 भयो पनि हानिन्छ के ल च्यालेन्ज गरौँ है त ल हो आइस तिमी कुन गिल्ड हो लथालिङ्गे गिल्ड हो कि मैले अस्ति हान्न है त ल त्यही हो नयाँ आरामा हाम्रो गिल्डमा आउनको लागि मान्छेहरू यति सुन्छन् अरे है यत्रो धेरै रिक्वेस्ट आउँछ है यत्रो गिल्ड म्याक्स छ त्यही पनि यत्रो धेरै रिक्वेस्ट है म्याड बोयजले सक्छ त कसैले आउनु होला आउनु गिल्ड टेस्ट हुन्छ कसैले आउन मन छ भने आउनु गिल्ड लेभल 6 हो 7 लेभल पुग्न लाग्यो होइन अब हामी कस्टम किन्न लाग्यो एकछिनपछि भेट्नेछौँ है त होइन हाम्रो म्याड बोयज जितिसकेको छ है म्याड बोयज खतरा हो के सक्छ त कसैले फेरि च्यालेन्ज गरौँ है यिनीहरू हारेको मान्छे यता यता अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना अब फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े भाई एउटा यो पनि सक्दैन म्याड बोय कसैले च्यालेन्ज गर्ने हो भने आमै डाइरेक्ट मेसेज गरौँ है डिएम गरौँ है ल होइन म्याड बोयसँग डिएम फर वाट्सएप मैले बायोमा छोडिदिन्छु मेरो नम्बर त्यसमा चाहिँ मेसेज गरौँ होला होइन म्याड बोयसँग खेल्ने हो भने हामीलाई म्याड बोय भर्सेस पोइजन है त त्यति हो ल जान्न पर्छ कि भाइ Yeah, nice. साइड में के घन्टी आयो घन्टी आबेला जुन जिस्किन्छ है खै घन्टिन्छ नि टिटिट गराइ फेरि हाम्रो रेली हिँड्ने चाहिँ मलाई ल त्यस्तै ल केटा घन्टी बोट घन्टीमा साइकल ल ल
है त ल जाऊ बाई 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 म चाहिँ कोठामा आइसकेको छ है आज कस्तो रिगायो क्या सुत्दिन्छ है ल आजको भ्लग चाहिँ नि यतातिर एन्ड हुन्छ अब फेरि अर्को नेक्स्ट भ्लगको लागि चाहिँ अब हाम्रो भ्लगहरू चाहिँ नि डेली आउन थाल्छ यसो हेरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला त्यही हो बाई बाई गाइज